हाइवे चाहिँ उहाँ तल हो। माथि गयो भने कहाँ के छ? यो भन्दा यो माथि अहिले अब प्याउली खरी बाई बाई बाई। अफरोड अनि ए अहिले कहाँ तल हो स्कुल? हजुर यो ए सही सही। अनि यहाँबाट माथि गयो भने कहाँ के छ? यो भन्दा यो माथि अहिले अब प्याउली खरी सो गाइज हामी चाहिँ फाइनली डेस्टिनेसनमा आइसक्यौँ एन्ड हामीले अब यो अन खोल्दैछौँ। खोलेर चाहिँ ट्याक्क टेन्ट चाहिँ निकालिसक्यौँ। अब हामी माथि गएर टेन्ट सेन्ट लाउँछौँ। सो गाइज हामीले अहिले रातिको बजेको छ 9 अनि हामीले टेन्ट चाहिँ फाइनली लगाइसक्यौँ है। यस्तो छ यहाँ। अब चाहिँ हाम्रो ट्याक्क के हुन्छ भने अब हामीले उता दौरा चौरन गएका केटाहरू यहाँबाट भ्यू चाहिँ यस्तो अमेजिङ छ। देख्दैन यस्तो अमेजिङ छ भ्यू चाहिँ है। हाम्रो टेन्ट चाहिँ यहाँ चाहिँ टेन्ट टक्क रेडी भइसक्यो। यहाँ बस्नुलाई म्याट अनि अगाडि हामीले यो तिरपाल चाहिँ लिएर आएको थियौँ घरैबाट, किनभने योभन्दा अघिल्लोचोटि आउँदाखेरि हामी तडबित भएर अहिले चाहिँ यस्तो बन्दोबस्त छ पुरै सकिङ रेडी है। एकता पुरै खदान रहेछ हामीलाई, चिल्ड्रेन रहेछ सबै बगालाई ल बस के अरे सही सही ल त्यही हो गाइज। अब हामीले आगो सागो बाल्छौँ एन्ड देन विल स्टे। चाहिँ फाइनली आएर आगो बालिसक्यौँ। अब चाहिँ केटाहरू एकछिन आगो तापिरहन्छ, जाडो भयो अरे। जाडो भएपछि अब आगो तापेर हामी मासु पोलिन्छ। के चाहिँ केटा हो?
सो गाइज अहिले चाहिँ रातिको 12 बजिसकेको छ। हाम्रो टेन्ट यहाँ छ, केटाहरू चाहिँ त्यहाँ बसिरहेछ। अझै मासु पोल्ने कार्यक्रम भइरहेछ। छट्टे छट्टे बरामा के भइरहेछ के केटाहरू। ओह माई गड, ओह माई गड, व्हाट्स अप सर? के भइरहेछ यहाँ? के भइरहेछ? मासु त सब केटाहरूले भ्याइसकेछ कि सब यहाँ पोलिरहेछ। हामीले लगभग कति किलो ल्याएको? हामीले 4 किलो कि 5 किलो ल्याएको अरे? 4 किलो कि 5 किलो ल्याएको अरे? 5 किलो ल्याएको। गुड मर्निङ गाइज, हिजो बेलुका चाहिँ हामी यहाँ आएर फाइनल टेन्ट सेन्ट लगायो, बस्यो होइन। पानी एकदम बवाल परिदियो होइन। एकदम कस्तो भयो नि, हामीले ठ्याक्कै यहाँ मासु सासु यहाँनिर पोलियो होइन। एन्ड देन मासु सासु पोलेर ठ्याक्क हामी ठ्याक्क अब चाहिँ टेन्ट लाउनु पर्छ भनेर लगाएर सबै रेडी गरेर यहाँ तिर्पल हालेर होइन लगाएर बसेको थियौँ। ठ्याक्क पानी परिदियो, यस्तो मजा आयो नि, यस्तो मजा आयो नि होइन। वी क्यान्ट एक्सप्रेस त्यो मजा त अब त यहाँ आएर बस्नै पर्छ होइन। सो यहाँको भ्यूहरू चाहिँ यस्तो छ। यो चाहिँ हेलपोस होइन। उता माथिबाट चाहिँ सर्लक्क त्यो के भन्छ अरे बादलहरू आइरहेको छ। सर्लक्क यस्तो माथि लेयर बनेर बसिरहेको छ। एकदमै बवाल देखेको छ। बवाल होइन। त्यो गाइस क्याम्पिङ एक्सपिरियन्स है। अनि यहाँ चाहिँ हाम्रो टेन्ट छ। यो चाहिँ जनज्योति आधारभूत विद्यालय रहेछ। हामीलाई यो स्कुलले धेरै के भन्छ अरे धेरै सहयोग गर्यो। किनभने हामी बेलुका यो नभएको भए यहाँ तिर्पल लाउन मिल्थेन। एन्ड इट विल बी भेरी हार्ड। तर हामीले तिर्पल सिर्पल ल्याएको भएर केही गाह्रो भएन। सो यो सर हेर्नुपर्दा चाहिँ यस्तो छ। वाउ, यो चाहिँ सर्लकै बादलले ढाक्छ कि एकैछिनमा होइन। अझै बवाल देखिन्छ है। है तिम्रो नाम? तिम्रो नाम के अरे? घनसिंह थापा मगर। कहाँबाट आएको तिमी? 2 घरबाट। कहाँ हो यो 2 घर? ए 2 घरे भन्छ। कहाँ हो यो 2 घरे भने? घरै देखेँ छैन त त्यहाँ। त्यो घर छ तिम्रो? कतिमा पढ्छौ नि तिमी? 5 हो। फेभरेट सब्जेक्ट कुन हो भन त? ओ माई गड, तिमी टपर हो? हो फर्स्ट हुन्छ तिमी? हो आमा खोइ त हेर त, फर्स्ट हुन्छ तिमी? वाउ, ल पढ्नुपर्छ है भाइ, पढ्नुपर्छ। ल कस्तो रहेछ मासु? कस्तो रहेछ? मिठो रहेछ? ल खाऊ मस्त खाऊ। के चाहियो तँलाई? चस्मा लिनु।
दिन्न तैँले खै त निउमीको चस्मा खै तेरो किन त किन छोडिस् त मेरो गल्ती हो त्यो म दिन्न नि भाइ कहाँ दौडेको ल ल ल सो गाइज हामी चाहिँ नयाँ लोकेसनमा आइसकेका छौँ त्यहाँबाट माथि टक्क माथितिर आएको यस्तो बवाल डाँडो रहेछ यो के अरे डुँडे ब्यास पानी बसेनी टोल विकास संस्था होइन यु क्यान सी हियर यस्तो छ यहाँ चाहिँ यस्तो घरहरू रहेछ एउटा गइरहेछ हाम्रो घोडा यहाँ छ अरू घोडा इज हियर अनि हामी अब त्यो माथि त्यो मन्दिर रहेछ एउटा त्यो डाँडामा त्यहाँ चाहिँ हिँड्दै हिँड्दै जान्छौँ अनि त्यहाँ गएर हेर्नुपर्छ है त केटाहरू चाहिँ यहाँ बसेर भ्यू हेर्दैछन् अनि यहाँको भ्यू चाहिँ यस्तो छ देखि छैन होला यहाँ त अलिक ब्राइट लाइट भयो यस्तो बवाल छ है घोडा यहाँ छ हाम्रो ब्याग यहाँ छ अर्को घोडा उहाँ छ सो अब हामी माथि जान्छौँ उहाँ माथि तल सुरु हुन्छ च्याट्ट होइन यस्तो बवाल छ सर बादल उडिरहेछ होइन तल कहाँ हो कहाँ तल त त्यहाँ त्यो के पनि देखिरहेको रहेछ त्यो खोला उहाँ हाइवे चाहिँ उहाँ तल हो त्यहाँ देखिरहेछ अलिअलि यहाँको टेम्परेचर चाहिँ यस्तो छ सर हावा बादलहरू छ मन्दिर चाहिँ यस्तो छ सजिन कस्तो लागिरहेको छ तँलाई मजा भइरहेको हामीले चाहिँ अब यो टेन्ट खोल्न लाग्यो चट्टो चट्टो पारामा टेन्ट खोलेर अब हामी चाहिँ अब निस्किन्छौँ यहाँ अब बिदातिर टोकिरहेको थियो यस्तो चुगेर आमा कत्रो ठुलो And guys, we're heading to our home. हुन्छ होइन अब हामी यसो डुल्न जान्छौँ अब यहाँबाट चाहिँ प्याकअप गरेर निस्किने बेला भयो सो केटाहरू ब्याग बोकिसक्यो अब चट्टो चट्टो के हो तिम्रो नाम नाम भन त के हो तिम्रो नाम ल परिचय देऊ त नाम छैन तिम्रो हो ए के हो बाबु तिम्रो नाम ए भाइ लदाउनु रहेछ बाबु ल केटाहरू लदाउनु रहेछ नि यिनीहरूको ए फास्टेस्ट म्यान है त्यही हो अनि अब चाहिँ हाम्रो प्याकअप बाई बाई बाई